Their destiny is written in the streets. They will choose my outfit. Who's winning, Mr. Gritty or Mr. Biggie? That's a real Sigma. Hi guys. So hi, today I told my brothers that I'm taking them out to explore the city. तर मेरो आजको plan चाहिँ मेरो मात्रै हैन. Their destiny is written in the streets. If you're curious about what's in here, you'll know in the video. मैले उनीहरुलाई चाहिँ थोरै आइडिया दिइसकेको छु what is happening today भनेर, because I'm not just taking them out यतिकै. So basically हामी चाहिँ लेक साइड गइराको छौं and these are the monkeys I'm going out with. Please come here. We don't need her in the video. Let's take her out. Hey, hard na. Last pore khan गर्छ नि यार इनीहरुले मलाई. So this is round 1. You can see यहाँ चाहिँ मैले दुईटा अप्सन राखेको छु. Who chooses whose outfit भनेर. So let's see what they pick. You don't get much time है. छिटो तलको 3 2 1 ड्रप कर दिया है. देखो Brother, choose my outfit, guys. एरा छपरी बनाएको. So anyway, they will choose my outfit. Let's see what they choose for me. यो चाहिँ अलिकति chaotic छ सिचुएसन यहाँ किनकि we are a lot of people. This is scarf. Bro, shut up. Morning go भाइ यो त. Okay. This thing, your trouser. Honey? Mathi? This is night dress, brother. बाहिर हिँड्ने जस्तो कुरा चुज गरिदेऊ न प्लिज. Oh, tank top. Thank you अनुभव. यो चाहिँ सो वान. त्यसपछि यो अनुभवले चुज गर्यो. And they get me going theater. मेरो बात दिनु पाइन्छ? हुन्छ. मेरो कपडा दिनु हुन्छ. मेरो प्यान्ट छ नि. ल ओ थ्यांक यू. So they picked a tank top. यो चाहिँ अनुभवले आफ्नो कपडा लिएको लगाउन. A jeans. So yeah, I'm basically ready. Outfit check. ल अब हामी जाँदैछौँ. We have reached Holland so पहिले and this is I have to cheat. अब next कुरा चाहिँ यिनीहरुको हातमा डिपेन्ड गर्छ हामी यहाँबाट कता जान्छौं भनेर. So let's do it. So options चाहिँ एउटा चाहिँ फन एक्टिभिटी को छ अनि अर्को चाहिँ स्ट्रेट वाले सर जानेको छ. So let's see what they choose. Let's choose one. Let's see to choose one. तल कि माथि? तलको. त पक्का लकर दिया जाए. तलकै ल 3 2 1 तलको यो. You are straight going to lakeside without doing anything. न त अर्को चाहिँ फन एक्टिभिटी थियो. मैले अप्सन दिए कि नै फन एक्टिभिटी हो भनेर. यो लुगा स्टाइलमा कस्तो राम्रो देख्छ प्लिज भने. Shut up kid, let's go. छाता गल्ली. डूबे एउटा बोल्नु न Dancing गर्ने गरे. त्यहाँबाट ओ त्यहाँ रहेछ. So are you guys ready for another treat? So next चाहिँ यो दुईटा अप्सन छ. You can read it from here. So ल guys, choose one. तलको पक्का तलको. लु हेर तलको के छ. Wave at strangers randomly. अर्को अप्सन के दियो? ए यही राम्रो छ. नमस्ते हजुर भन्दा वेभै राम्रो छ.
भएन कस्तो तँलाई वेट ब्याक गर्नु पर्यो नि मान्छेले कसरी के भन्यो Anubhav got ignored for more than 10 times now. Hello. That sounds right. Oh, Lord, they said I. Hello, Pap. Where is for you? Hello. अनुभवको हेलको चक्करमा हामीले एन्टायर लेक साइड घुम्यौं त्यो त खै त्यस्तो हेलो भन्नु भन्दा फेरि म उतातिर फर्काएर हिँड्छ अब के भन्ने म त्यसलाई 20-25 चोटि इग्नोर भइसकेपछि मान्छे पनि सकिसक्यो अब त कोही छैन ल उ यहाँको अंकललाई भन् उयो अंकललाई भन् अंकल गिन्नु वाला अंकल कहिले हेलो कहिले मात्र फोन भयो ए खतरा भयो नि तिम्रो खै भयो सक्यो टास्क ल अब फोन पार्के नि फन पार्कको पनि टास्क पिक गर्न ल लेट्स गो टु फन पार्क अब त्यसो भए बिचारा यति मेहनत गरेको छ सो नो टास्क फर द फन पार्क 20 जनाले भनिसके बल्ल 5 जनाले रिप्लाई गर्यो Mr. Biggie. So हामी चाहिँ डिज्नील्यान्ड घुमेर डिज्नील्यान्ड और फनल्यान्ड घुमेर हामी फर्किँदैछौँ अनि त्यसपछि आई हेभ चिट्स इन माई ह्यान्ड वन्स अगेन एन्ड दिस इज अबाउट आइसक्रिम एउटामा चाहिँ आइसक्रिम खाने छ एउटामा चाहिँ आइसक्रिम नखाने छ मैले घरबाटै फोल्ड गरेर ल्याएको यो चाहिँ सो दे हेभ टु पिक वान ल गाइस पिक वान लेफ्ट वान और राइट वान त्यसरी नै यतिकै लेफ्ट वान और राइट वान ल हेर आइसक्रिम खाऊ यो वाला कुन वाला हो फेरि कुन चोको चिप्स दुईटा चोको चिप्स एउटा बटरस्कच चीयर्स सो हाम्रो अनुभव ब्रदरले मेरो आइसक्रिम पनि खाइदिनु भएको छ आफ्नो सकेर र अनुभव जी उहाँ डाइटिङ सुरु गरेको 3 दिन भयो डाइटिङ सुरु गरेको फर्स्ट दिनमा उहाँले एक थाल बिरयानी खानु भएको थियो डाइटिङ सुरु गरेको दोस्रो दिनमा उहाँले 17 वटा मोमो खानु भएको थियो 17 पिस डाइटिङ सुरु गरेको तेस्रो दिनमा उहाँले आफ्नो आइसक्रिम सकेर दिदीको आइसक्रिम खाइराख्नु भएको छ अब के खानुहुन्छ हेर्दै जाउँला सो मैले अर्को चिट पनि बनाएँ सो नाउ लेट्स फोल्ड देम ल गाइस पिक वान अनुभव त देखेकै रहन्छ एनीवे अनुभव पनि यही छ नदेखे पनि So guys, left or right? ChatGPT told me to go right. Are we going to go right or not? You both pick what we eat लेखेछ है You both भनेको अनुभव र हरितले चाहिँ पिक गर्छन् what we eat today Hold on ल you guys take me what you wanna eat तर अलिकति बजेट फ्रेन्डली ठाउँमा I'm kind of broke That's a real sigma दुईटा बोटको लेयर बनाएर माथि 3टा राखेर मस्त काग गरेर हिँडेछ त्यो मान्छे ब्यालेन्स हेर न यस्तो हावा चलेछ नि ब्यालेन्स त माने मैले So this is where they brought me and they are choosing
dishes from the menu. Yale, so we are doing the sizzler, momo, and cold drinks. Again, what was the point of making the cheats? Straight. Nothing. Do nothing. Do nothing. You can. You have to leave it. If you touch your phone, you lose the game. You just have to stay silent. खानेकुरा पाइयो? Nothing else. मैले भिडियो खिच्न चाहिँ टच गर्न पाइयो? आएपछि त बोल्यो हुन्छ. त्यो त्यही उ हुन्छ. त्यो गेम सकिन्छ. No, Anubhav, sit down. So the game is we have to stay silent अनि जो सुरुमा बोल्छ त्यसले चाहिँ घर जाने बेला त्यो वेटर दिदीलाई घर जाँदा मोमो खाऊ है भन्नु पर्यो. So your time starts now. हामीले फेरि सिमिलर गेम खेलेको थियौं. Whoever speaks first has to say happy kukur diya to a random stranger. And again, my friends, Anubhav lost the game. And I can't wait for him to wish someone happy kukur diya because aaj kukur diya ho. So we returned back and this boys lai मैले Lakeside market पनि घुमाइदिए and they got something for their moms. हैन? I got this sorbo. Anubhav got a sorbo for his mom. अनि he got a keychain for his mom, but अब सोभानले के भनिरहेछ भनेपछि उसले आफ्नो ब्यागमा लगाएर झुन्डाउँछ. अनि उसले पनि आफ्नो ब्यागमा लगाएर झुन्डाउँछ अरे. What a way to buy gifts to their moms. Wow. Bye bye.